हेलो एभ्रिवान, डुवर्स टाइममा तपाईलाई स्वागत छ। आज नवमीको दिन दिदी र भिनाजु आउनु हुँदैछ र उहाँको लागि चाहिँ म आज हाम्रो यो नयाँ घरमा फर्स्ट टाइम खसीको मासु बनाउनु गइरहेको छु। अब खसीको मासु हुन त म त्यत्रो साह्रो मैले पकाएको छुइनँ। पहिले मैले 2-3 पल्ट भयो होला सायद मैले पकाएको खसीको मासु। अनि आज पनि खसीको मासु पकाउँथेँ। त्यही माथि फेरि खसीको मासु 2 केजी छ हो। 2 केजी खसीको मासु एकैचोटि पकाउँदैछु म। यो मेरो फर्स्ट एक्सपिरियन्स हो। खोइ कस्तो हुन्छ मलाई पनि थाहा छैन र मलाई गाइड गर्ने कोही छैन पनि। म जस्ट आफ्नो धुनले पकाइरहेको छु। अनि मलाई यसो पकाउँदाखेरि चाहिँ ख्याल भयो कि मैले सायद टमाटर र प्याज चाहिँ अलिक बेसी पो हालेँ कि जस्तो पनि लाग्दैछ हो। मम्मीले चाहिँ भन्नुहुँदैछ झोलवाला बनाउनु। मैले फेरि ग्रेभीवाला बनाउनु मलाई मन परिरहेको थियो। अनि मम्मीले चाहिँ ग्रेभीवाला चाहिँ निकालेर चाहिँ अलिकति मासु राखेर चाहिँ झोल खालि बनाउनु नि त भन्नुभयो। अनि मैले त्यसो गरेँ। अनि झोलवाला चाहिँ मैले बनाएँ हो। अनि हामी सबैजना बसेर फेरि अब लन्च रेडी भएपछि चाहिँ हामी सबैजना बसेर खान थाल्यौँ। नानी, म, अनि भान्जा, मम्मी अनि बाबा हामी मिलेर खायौँ। दिदी र भिनाजु चाहिँ आइपुग्नु भएको छैन। दिदी भिनाजु भरे बेलुकातिर आइपुग्नुहुन्छ अरे। भान्जाले फेरि खसीको मासु खाँदैन हो। अनि भान्जीले पनि त्यति साह्रो मन पराउँदैनन्। भान्जीले अघि नै खाए बडोहरूको घरमा। अनि हामी चाहिँ बसेर यहाँ खाँदैछौँ। अनि यहाँ हेर्नुहोस् न म कति खाँदैछु। 1 थाल खाँदैछु। अनि भात त हुन त म खाँदिनँ अरू बेला। अनि अहिले चाहिँ मासु पाएछ भनेर चाहिँ मासु ग्रेभीसँग मुझ्दै मासु खाएको मैले हो। बेलुका भएपछि भिनाजु र दिदी आउनुभयो। अनि यता नानीहरू सबै क्यारम खेलिराख्नु भएको थियो। उहाँहरू चाहिँ बेलुका खाना नखाने अरे। अनि उहाँहरू चाहिँ क्यारम खेल्दै थिए। अनि यता चाहिँ दिदी भिनाजु अनि मम्मी होइन अनि भान्जा सबैजना मिलेर खाना खाँदै थिएँ राति। अनि मैले पकाएको जुन चाहिँ मासु थियो त्यो मासु चाहिँ भिनाजुले मम्मीले चाहिँ मजाले खानुभयो। अनि भिनाजुले पनि भन्नुहुँदै थियो प्याज त बेसी हालेछौ भनेर भन्नुहुँदै थियो। तर पनि खानुभयो मजाले, मिठो भयो अरे।